हेलो एभ्रिवान नमस्कार टासीदेवीले सेवा स्वागत छ हजुरहरूलाई बहिनीको युट्युब च्यानलमा। ओके सबैजनालाई धेरै धेरै स्वागत छ। अनि आज फाइनली भाबी र म फेरि आइसकेको छौँ। अनि आज चाहिँ हामीले च्यालेन्ज लिएर आएको छौँ। हाम्रो च्यालेन्जलाई स्वीकार दिनु होला, धेरै माया पनि दिनु होला। अनि आज चाहिँ हामी 25 वटा मोमो च्यालेन्ज लिएर आएको छौँ। हामीले यो सक्यौँ भने चाहिँ हामी पछि थप्छौँ पनि, तर अहिले चाहिँ यो चाहिँ च्यालेन्ज हो ल, कसले छिटो सक्ने भनेर यसो च्यालेन्ज गरौँ आएको बेलामा भेट भएको बेलामा भनेर नि। यस अहिले अब स्टार्ट गरौँ। हामीसँग साथमा जुस पनि छ, डिउ छ अनि चटनी चाहिँ हामी यहीँदेखि लिन्छौँ। सो अब हामी खाना सुरु गर्छौँ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। सो द्याट्स वाइ अब हामी खाना जाँदैछौँ। हेरेर माया दिनु होला, साथ दिनु होला। सुरु गरौँ ल। हाम्रो लाइनिङ चाहिँ कति भन्नुहुन्छ होला? यो 4 लाइनको हाम्रो यो हो ल। चिकन मोमो हो ल, खाइम ल। च्यालेन्ज पता मुखबाङ जस्तै लागिरहेको। मैले झन् बिर्सेको हो। अचार वडा है। बाँदरको जस्तो देखेको। निल्नु साह्रो पऱ्यो त। त्यसै ढकेर च्यालेन्ज गर्नु सजिलो रहेन रहेछ। तपाईँको त सिद्धिनु लाग्यो त नि। मेरो त डल्दैछ त। च्यालेन्ज सिद्धिनु लाग्यो साथीहरू बहिनीको। कस्तो देखिरहेको छ हाम्रो अनुहार त? क्यामेराले उयो भएछ बुझ्नु पर्दैन होला। सक्दिनँ म त भन्ने। त्यसो गर्दा असहज भयो।
च्यालेन्ज भएर नबोली बस्नु नि सकिएन गाइस सकिएन असली च्यालेन्ज तपाईँले देख्नु भएको छ नि त त्यही भएर फाइनल्ली मैले हारेँ भने गाइस फाइनली विनर भयो रेकर्ड ब्रेक यत्रो मोमो कहिले पनि खाएको थिइनँ हो त 21वटा कि 23वटा चाहिँ खाएको थिएँ आज चाहिँ मैले बिहानदेखि के खाइरहेको छु क्या हान्डलुसरको हप्सीहरू पनि खाइरहेको थिएँ चाउमिनहरू पनि अहिले भर्खर पनि के खाएको त्यही भएर खानुलाई गाह्रो पर्यो मैले खाएको अघि भर्खर अब यो 4टा खानु गाह्रो पर्यो सघाउनु त 2-2वटा खाऊ खानु है त गाह्रो भयो मलाई धेर खानु न अगाएर एउटा त हुने ए तपाईँलाई भन्छु नि म गाइस देख्न सक्नुहुन्छ आम्मामा कत्रो खायो आज मैले च्यालेन्जले गर्दाखेरि आत्तिँदै खाइन्छ र त्यस्तो हुन्छ क्या मतलब बिस्तारै खाँदाखेरि त खानु सकिन्छ नि त्यो छिटो खाँदाखेरि चाहिँ नि निल्लिएको हुँदैन नि त बिस्तारै खाँदा नि यत्रो धेरै मैले खाएकै थिइनँ दामी छ यम्मी 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 साथीहरू देख्न सक्नुहुन्छ हामीले फाइनली सकिसकेको छौँ म विनरलाई क्ल्याप अरू केही पनि छैन प्राइज यसपाला पहिलो च्यालेन्जमा म हारेको थिएँ भाबी विनर हुनुभएको थियो यो टर्न म विनर भएँ भाबी हार्नु भयो अझै भाबीको 2टा मोमो मैले खान सघाएँ अनि हाम्रो अचार चाहिँ आज उब्रेको छ देख्न सक्नुहुन्छ अचार चाहिँ उब्रियो खाइसकिनँ आज एकदमै धेरै मिठो भयो इन्जोय पनि भयो किनकि मजाले खाँदाखेरि अनि च्यालेन्ज हाम्रो दामी भयो नि यसपालिको
ला साथीहरू कमेडी पनि भयो, लाइन पनि ठिक्क गयो। सो हामीले फाइनली खाएर सकिसकेको छौँ। हाम्रो भिडियोलाई धेरै माया दिनुहोला, साथ पनि दिनुहोला। म भाबीको च्यानललाई पनि ट्याग गर्छु, हजुरहरूले भाबीको च्यानललाई पनि भिजिट गर्नुहोला, अनि साथै मेरोलाई पनि धेरै माया दिनुहोला। आजलाई यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा भन्दै बाई।